चुरोट खाएको त नगर्नु न के गर्नु त्यो काम त्यस्तै छ मैले अघि तीनवटा एउटै सिलिङमा हान्दिम भनेको कि ठिक हो मेरो त हाम्रो दुःख यस्तै छ त्यो मेरो चाहिँ नकाट्ने 3 बजेको हैन मिसिङ गराएको ए म पानीहरु चारहरु दिएर आउँछु ल जाऊ मेरोमा हैन म यहाँ उयो भाइको भिडियो हान्छु यो प्लान चाहिँ जोड्यो छैन गइरहेको छु नि टुक्रा टुक्रा जोड्नु परेन के रिल सकाउनु भाइ रिल सकिन्छ अरे किन हो काम पर्दैन के भने भाइ अन्त त्यस्तो काम के छ त भनेर नि हजुर आइजन लोकल कुखुरा पाल्नु भएको छ लोकल कुखुरा छ 1 केजीको छैन 1 केजी छैन 1 पाउको छ त्यो के भन्नुभएको नढाँटु न हौ सुट्टा एउटा अहिले के काम छ भनेर राजकुमार राजकुमार दाजु 1.5 केजीको छैन 1.5 केजीको छैन कि भाइ यस्तो अब 1 केजीको पनि छैन 1 पाउको छ त्यो अलिक चल्लै हुन्छ कि त्यसलाई नखाऊ भनेर खाऊ न त जे जिस्केको होला हौ छ भने भन्नु न छ कहाँ माथि छ रे यो कहाँ हो हिलेमा खोज्नुपर्छ हिलेमै छ पाउँछ लोकल खाने अन्त यताको खान्छ कहाँ त्यहाँ त कहाँ कहिले ठ्याट ए के रे तपाईँकोमा छ कि छैन भन्नु खोजेको छैन मेरोमा छैन कि मेरोमा उ छ ब्रोइलर ए ब्रोइलर चाहिँ पाल्नुहुन्छ पाल्नु हुन्छ नि बाख्रा पालेको त्यो कहाँ कुट्दैछन् तिनीहरू पनि ना त्यो लाइटी चाहिँ त पाउनुहुन्छ म त लोकल छ भने चाहिँ एउटा त 1.5 किलोको त म बोकेर हिँड्थेँ नि फेरि अनि तपाईँलाई म लोकलै खाने इच्छा भने नि हाम्रो झक्सीले पाल्नु भएको म हिजो बेच्दिम भनेको बाउबारी छँदैछ त एक नम्बर खाने भनेर मिलिहाल्छ दाइहरूको चाहिँ भनेपछि छ नेट्नु पैसा मेरो त कति बिजसको असत कार्तिकमा भत्ता भयो 200 सालीको तिम्रोमा के लोकल कुखुरा छ भाइ चुरोट खाएको त नगर्नु न के गर्नु त भाइ त्यो कहाँ त्यस्तै छ तिम्रो हातमा चुरोट छ सामान बन्दुकको रिटेल राख्छ थियो अनि यति बेलै गर्नु एकछिन बस्नु लुसोड म हाल्छु त्यसैमा ल यता आइज पावर चाहिँ मलाई दे त ल यो ड्यामकी ड्याम पावर सब रेडी छ रेडी छ कुन पावर त्यो दुईटा हान्नु न ऊ त्यहाँ त दुईटा नि एउटा जोड दिए फेरि नयाँ अब फेरि एकदम एक्सपिरियन्स भएको मान्छे आउँदैछ यहाँ चाहिँ हैन एकदम 17 वर्ष काम गरेको दाइ उहाँ चाहिँ उयो हालिदिनु न त्यो यो दुईटा मैले निकालेको छु नि ड्रपहरूको हो त्यो एउटा हाल्नु त एउटा यता केजी कसरी भन्छ कुखुरा यो त हिले जस्तै कति 600 700 बाले त 700 केजी भाले ₹1000 तपाईँको त किल भइरहेछ भने भाले मात्रै एउटा खाउनु न यहाँ भिडियो त सिधै युट्युबमा जान्छ यहाँ त यो हो नि त तरिका त नि कसले सक्छ अब हाम्रो दाइलाई रबिन भाइको बराइदियो भने थियो रबिन भाइ कहाँ गएको ग्याटिस ल्याउनु मैले मिस गरेछ कि ढुकुर हेर्दा पक्की पक्देर झारिदिएँ नि आज फेरि अब भाइ म त साह्रै रहर पो लाग्छ त अब यो चढेर नि सब बाँधिदिनु पर्ने होला ए तिनीहरूले लगिरहेछ साँच्ची होइन ए यहीँ छ भने तिनीहरू त के गर्नु चाहिँ गयो तार मात्र गयो तिनीहरू त्यो तार सेट थिच्नु पर्दैन हुन्छ अन्त जोडिदिनु न पावर वाल चिल छ एकदम ठिक छ एक सटमा मिलाइदियो दाइले चाहिँ होइन अब अलिक नजान्नेहरूलाई चाहिँ 15 चोटि लाउँछ होला अहिले 2-3 दिन एकछिन हानु भने आइहाल्छ नि मेसिन त समस्या चाहिँ पावरहरू चिन्नु चाहिँ हो कि यो काम गर्दा चाहिँ कस्तो दिमाग चाहिँ कतिको तात्तिन्छ दाइ दिमाग त लास्टै खराब हरामी हुन्छ अनि दुःख गरे अनुसार पैसा नि महिनाको 1.5 लाख हुन्छ होला नि फेरि त्यो चाहिँ अब त्यो निकै ठुलै हुनुपर्छ फेरि अनि रबिन भाइले त त्यो साउको गाडी नै देखाउँछ त मलाई यही गाडीमा हिँड्छु दाइ म भन्दै भने अर्को नि हालिदिनु न यहाँ रेडी छ अर्कोमा हालिदिनु पावर छँदैछ रबिन भाइले जे भन्छ नि रबिन भाइ भुन्स सरले जे भन्नुहुन्छ
अहिले आइपुग्छ हल्लिँदै हल्लिँदै कहाँ पुग्यो त्यो भाइको नि एकदम ह्यान्डसम देखिरहेको छ हाम्रो त आज पुरै भाले खुवाउँछु भन्दा त म खान्न भनेको खुवाएरै पठाउँछु भन्छ अरे बल्ल बल्ल पाहुना आएको मामाले गाउँ फेरि हो मामाले गाउँ आएको बल्ल बल्ल यत्रो टाइममा के मेलो मेसो मिलिरहेछ नि त्यसको एकदम मिलिरहेछ एकदम भइसक्यो पनि एउटा भइसक्यो अब अर्को नेक्स्ट वायर हो आम्मा साह्रै हेन्सम देख्यो त दाइ के खानु हो आज अचानक आज मैले यहाँ नेट जोड्नु पर्ने भने त एकदम शाकाहारी आज मासु मासु नखाएको मैले मारिदिए भाइ मासु मङ्सै नखाएको आज नेट जोड्नु छ नि त आज विश्वकर्मालाई काम गर्ने बेलामा मासु मङ्स किन खानु भनेर नखाइदिकन जोडेको उयो ओरेन्ज हाल्नु न कतिवटा जोड्नु पर्ने चाहिँ दुईवटा मात्रै होइन पावर एउटा भुन्स भाइकोमा एउटा चुवाकोमा फेरि पाँच बहादुरको एउटा अनि त्यो अनि रबिन भाइ त हरा त हौ म्याकुरी यार तार तान्नु गएको अरे के भयो उता तार त चाबी लिनु गएको त कुदाएर मलाई पो डर अब यहाँ बाँधिदिनै पर्ने होला सिरियस फोकस भइरहेछ आम्मा यस्तो सेन्सिटिभ काम गरिरहेछ होइन दाइहरूले चाहिँ एकदम आँखाले नदेखिने तारहरू पनि कोट्याउँदैछन् ल दामी काम यस्तै छ पैसा पनि यसमै छ नि त फेरि सिल हाल्यो नि काम यस्तै छ पैसा नि यसमै छ नि त फेरि पैसा त छ कि छैन थाहा छैन पैसा चाहिँ कहाँ छ कोही पनि काम चाहिँ एकदम गाह्रो छ यो ल यस्तो चाहिँ नहोस् न भन्यो एकदम लेजेन्ड आइरहेछ लेजेन्ड ह्यान्डसम यता भाइ फेरि सिरियस सर्मै आउने भयो हाम्रो कस्तो ह्यान्डसम आइरहेछ भाइ आम्मा पनि मिलाम न त केटाहरूले आम्मा के साह्रो फुटाएको यो अनि यिनीहरूले क्लच वेयर पनि छोड्दैन पोल्टेज पनि लगेको छैन उनीहरू तार मात्रै टाङ्ने रे क्या माथि खतम गऱ्यो यिनीहरूले यो क्लच तार त साँच्चै त आउँछ क्या सन्जोक आउँछ क्या तल खै बोकेर लग्यो कि न के गरे फेरि फुटायो फुटेको छैन अहिले चाहिँ ल अब लास्ट सर्ट अब यसलाई चाहिँ मेसिनमा हाल्दैछ हाम्रो दाइले पकाउनुको लागि एकदम पकाएर अनि भरे खानुपर्छ गम यसको सामान चाहिँ यस्तो कडा है यो चाहिँ यत्रो क्या यो त लास्टै कडा नि कति लाखको सामान हो फेरि यो 3 लाखको वान सर्ट अझै हाल्नु न भएन त्यो मिलेन उका क्या हो फुटेको फेरि दाग देखायो गाह्रो छ अलिक नखाने अलिक भाइ तिमी हान त तिमी अलिक युवा केटाले हान्छौ कि युवाले हान्छ यत्तिको हेर्छ मान्छेहरूले गर्दा त बिग्रिरहेको छ होइन एकदम दुःख छ है यहाँ चाहिँ यत्रो तारहरू मिलाएर चाहिँ जोड्नु चाहिँ एकदम दुःख छ यहाँ दाइहरूलाई पैसा कमाउनु चाहिँ लास्टै गाह्रो भइरहेछ आज कत्रो लामो निकाल्नु पर्ने तार पनि फुटाएन ल दामी छ अब्बको सर्ट चाहिँ एकदम दामी हुन्छ है अब्बको सर्ट चाहिँ एकदम दामी हुन्छ यहाँ यस वाइफाई कसरी जोडिन्छ भनेर
यहाँ सिक्नु होला तपाईहरुले पनि हेरेर ओके काम्बो एक शट लेजेन्ड यहाँ भाइ चाहिँ फेरि बिहोस छ आज फेरि के भयो भाइलाई फेरि जाडोमा आइपुगेको छ भाइ फेरि लाज लागिरहेछ लाज त के लाग्थ्यो होला र मेरो भाइलाई 3 लाख हो यो यो 3 लाख हो अनि कहाँदेखि पैसा ल्याउँछ यहाँ भाइ फेरि पोको पार्नु लाग्यो अब यसलाई चाहिँ यो पोलमा चरा गुड बनाएर चाहिँ पोलमा झुन्डाउने भन्ने कुरा आइरहेछ हाम्रो काटिहाल्ने हो कि धेरै राम्रो गर्नु पर्दैन एकदम गाह्रो एउटा तार छुट्यो भने कतिवटाको चल्दैन फेरि सब चेक गर्नुपर्ने होला अनि टेन्सन दिन्छ त्यस्तो हुन्छ त्यही भएर त मान्छेले भन्छ त एउटाको बनाइस् अर्कोको बिगारिदिस् अब कोही बेला थाहा हुँदैन नि त कताको पट्टै गइहाल्छ अनि एउटाको बनाइस् अर्को बिगारेर आइस् भन्छ अब आफूलाई त थाहा हुँदैन अनि फेरि भोलि जा खोज कुन चाहिँ हो त अर्को घरको बिग्रेको त्यो हेर्नु पर्यो फेरि यो त हामी बानी भएर पाकुक गर्छौँ कि त सुरुमा गर्नु त अनि छोरीहरू पनि कतिजना छ हौ साथीहरूको भाइको 2टा अर्को दाइको झन् थुप्रो छ ए बस गर्न तार त उठाइदिनु होला नि त फेरि यहाँ भाइ चाहिँ एकदम फलामको रड लाएर खुट्टामा लाएर चढेछ माथि तार बाँधिदिनु गाह्रो छ केटाहरूलाई सुल्किएर झर्दैन त्यो माथि पुगेपछि त झर्छ नि डेन्जर हुन्छ त्यतिको चढ्दा हुन्छ होला त धेरै माथि के लगिराख्नु त्यो चुवाको अब यता भुवाको यता बाँकी छ एकदम नाइस तरिकाले भाइले बानी यहाँ मुनिदेखि यतिको हाइटमा गएर बाँधिरहेको छ मेरो भाइले होइन दुईटै लाएर आउनुपर्छ है अलिक त झन् दिइहाल्छ नि दाइले ल छिटो जोड्दा त अब बबाल भएर भाइलाई म भाइरल बनाउँछु म्याक्रो हाम्रो धरानको भाइ हो यो नेट जोड्ने चाहिँ होइन इन्टरनेसनल डन मगाएकोलाई चाहिँ धरानदेखि मगाएर वाइफाई जोड्नु कस्तो होला त यहाँ नेट जोड्नलाई धरानदेखि तर हाम्रो झक्सी पनि है उहाँको चाहिँ नेट नचलेर आउनु भएको छ अघि जो चलाइदिइसकेको ए चलिसक्यो के हो कति छिटो फ्री फायरको डुब्टे के भन्छ अरे नुब्डे त्यो यो चाहिँ ए फ्री फायर खेल्छ भाइ पनि यो भाइ फ्री फायर खेल्छ तर म जस्तो खेल्न सक्दैन उसले चाहिँ सबै के अरे हेर्नु चाहिँ देख्छ आँखाले हाल्नु चाहिँ सक्दैन मै हो हाल्ने चाहिँ यस्तो तार निकाल्नु पर्छ के अरे च्वाचे एक्लै अब गएर
अनि हात कमाउँछ त भाइ बिहान झाप्छौ क्या तिमी भने होइन हौ यो काटेको हो यहाँ रड हुन्छ नि त यो झन् त्यो नितेश भाइ छ नि त्यो भाइको झन् हात कामेको देखेर म चक्क यसको त के बरु पावर दे लागेको हो क्या तेरो साथी हो नि त त्यो नितेश भनेको त्यो उयो भाइ माथि दारीवाल भाइ मुसलमान भाइ केरमबाट खेल्दा त हात कामिरहेको हुन्छ बिचरा आज त हाम्रो यो माकुरी मेरो मामालीको नि कामिरहेको थियो यार सात त गइहाल्ला नि त तपाईँसँग खेलेपछि यो रड काट्दैन भनेर डह्रो गरेर चाहिँ हात यस्तो गरेको क्या काट्दैन नि त हान अब त हल्लाउँदा गइहाल्छ अनि पर नि उ गरेर त उ पो चाहिँ काट्नु पर्यो त होइन अनि उको पनि नजोड्दियो नि चुकुले पनि हाल्दिउँ अब कन्फिगर गर्नु पैसा चाहिँ बुढाले माग्नु सक्छ चुकुले भाइलाई फोन गर यता चाहिँ महिना कतिमा जोडेछौ 10,000 कि 15,000 जोडेछौ हाम्रो सस्तो छ यसलाई सस्तो छ यतातिर अब हाम्रो एकदम सस्तो छ कति 5,500 मात्रै हो यो के अरे तार राउटर दिएर चाहिँ फेरि सबै गर्दा चाहिँ बढी हो होइन हाम्रो त्यो त हामी त महिनाकै 1150 तिर्छौँ यार अनि त्यो त महँगो भयो नि 12 खोइ हिसाब हान्नु नि आएन 12.108 11 त कति भयो 1200 कता हो झन्डै हाम्रो त 13-14,000 पर्छ वर्षमा हाम्रो अलिकति यो डेभलप भएको ठाउँ हो क्या त्यस्तै लाग्यो मलाई ठाउँ डेभलप भएर विकसित यो के अरे भिलेज हो क्या के गाउँ भन्छ इङ्ग्लिसबाट त होइन के भन्नु भिलेज हाम्रो कस्तो रे भिलेज गाउँ भन्छ तैँले गर्दा म इङ्ग्लिस जानिसकेँ कति फ्री फाइल त होइन नि जानेको होइन नि 48 भन्नु भएन 48 भन्नुपर्छ अनि के गर्नु गाह्रो छ काट्दो रहेछ त हौ हाम्रो बाटो हाम्रो त कहाँ पुरा डेभलप भएर कहाँ के सहर जस्तो भइसकेको ठाउँ अनि अलिकति पिच मात्रै नभएको अरू त्यस्तै अलिकति हल्का पिछे भएन होइन अरू चाहिँ नत्र पनि ठिक छ हाम्रो ठाउँ हावापानी क्या मिलाएको छ धुम्म परेछ अहिले ए बस्दा गर्न अनि तार त उठाइदिनु होला नि त फेरि यहाँ भाइ चाहिँ एकदम फलामको रड लाएर खुट्टामा लाएर चढेछ माथि तार बाँधिदिनु गाह्रो छ केटाहरूलाई सुल्किएर झर्दैन थियो यो माथि चाहिँ पुगेपछि त झर्छ नि डेन्जर हुन्छ त्यतिको चढ्दा हुन्छ होला त धेरै माथि के लगिराख्नु त्यो चुवाको अब यता भुवाको यता बाँकी छ एकदम नाइस तरिकाले भाइले बानी यहाँ मुनिदेखि यतिको हाइटमा गएर बाँधिरहेको छ मेरो भाइले होइन दुईटै लाएर आउनुपर्छ है अलिक तल झर्न नि दिइहाल्छ नि दाइले कोही थिएन त्यो चुवा चाहिँ एक्लै थियो राजकुमार दा यहाँ आउनु आउनु न यता दुईटा लेन्स ल्याएर राख्छु माकुरी रिल त सकिँदैन नि दाइ अरे पहिला यसै भन् त एक पोज तेरो एक पोज
आज चाहिँ हाम्रो भाइको चाहिँ वाइफाई जोड्ने कार्यक्रम बबाल भइरहेछ हैन तर तार चाहिँ लास्टै गाजाङ गुजुङ हुँदो रहेछ बिहोस हुने खालको थप्पड मारुङ्गी साला थप्पड मारुङ्गी म बोलेको नि आउँछ नि दाइ दामी आउँछ नि भाइ होइन म बोलेको नि आउँछ नि किन आउँदैन नि ए त्यो सोधेर नगएको कुरा त सोध पऱ्यो नि त अहिले पो हानेको कसले हान्नु त हौ केटाहरू कहाँ लाग्यो त्यो गज्याङ गुजुङ तारमा त नि दिमागै हलिँदैन भाइ हलिन्छ नि रुनु मन लाग्छ अब बेला बेला ल खतरा हाने भाइ मलाई यो व्हाट्सएपमा हालिदिनु कि यो चाहिँ मेरो जिन्दगीको सबैभन्दा उयो हुन्छ क्या तानिसै छ त तार के भन्छ यिनीहरू चाहिँ ए जोड न म कर्मेर गरिदिन्छु मलाई घर कहिले कहिले 7,000 दिन्छ अरे तर दुईलाई फोन गर्दा पावर अघि ठेल्छै छ नि सर यतिको लामो आवाज ठेल्छ मलाई झिन्डीहरुमा अघि हामीले अब यहाँ कहाँ बाबा र मैले अघि ठेलिसकेछौँ न झिन्डी अघि नै भन्छ अन्य त झिन्डी गरेको बिहानै मैले टिफिन कोटाको खोइ त्यसको उयो पट्टा ओइ सेतो ओइ बाबा र मैले अघि पावर ठेलिसकेछ दुई नबुकरमा गएको बुढोलाई भन्यो अरे दुई नबुकरमा गएको छ छिलर चाहिँ दामी रहेछ कसकोमा एउटैमा त कोर्स रातो पहिलो दुई नम्बर गरेको त्यो चाहिँ के गरेको भनेर बुझेकै छैन होला अझैसम्म छैन नि त्यो टोक्रै नहालिकन लाग्थ्यो पारेर खप्पै जोडी चले के गरेको कहिले हान्नु पर्यो बोल्दै नि यता म मात्रै हान्छु के यस्तो 1 घण्टा एउटा चाहिँ के हो तर पोलमा चाहिँ चढ्न सक्दैन यसो गरौँ काट्दिनु कि नकाट्दिनु त आफै काट्नु रबिन दाइ त्यो यसो गर्नु न कसो गर भने यो 1:2 छैन यसको पहिला पावर ठेल्दियो हैन अनि कन्ट्रोल गर्दै अब सकिँदै सक्यो कि सक्यो त हौ सबै एक्सपर्ट हो तिमी चाहिँ उता निकाल्ने हातमा के कस्तो उज्यालो कि सजिलो भयो यो यहाँबाट चाहिँ छिराएर टेप हाल्न पहिला अनि काट्नु सुरुमा महँगो पर्यो नि भाइ यहाँ घरमा चाहिँ पावर ठेल्न भनेको पहिला त्यही भनेको दाइले मैले त्यही भनेको त अब ठेलिहाल्यो त दाइ 55 सय भनेर बसिरहेका थियौं भुक्काले 55 सय 55 सय भन्थे उहिलेदेखि अनि राउटर चाहिँ कहाँ छ काकीले अब राउटर चाहिँ सबै अब छ भने त के थाउ घर भित्र हैन हाम्रो 55 सय भन्नु काकी के राउटर तार दिनु पर्यो भने नि पर्छ होला ओइ के अब काकीले नि त्यस्तो गर्ने काकीले नि हामीलाई जंगल बेच्नु भएको के कतिको गर्छौँ त अलि मिलाएर गर्नु होला काकीले के अरे दाइले सोध्नुपर्छ कति तन्का न अलिक दाइ पनि दिइखाँदैछ कति गर्ने हो के हो त्यो 5.5 चाहिँ हुँदैन नि काकी फेरि त्यस्तो हुँदैन राउटर तार दे त्यस्तो हुँदैन नि अब सेतो लाग्यो कि लागेन हेर्नु त हाम्रै तर्फबाट अब एउटा सिलिकले काम गरेन यो दुईटाले हजुर अब एक ठाउँ जोडेर सबै काट्नु न खै म काट्छु के चाहिँ काट्नु चला काटिन्छ देखाउँछु नि म खतरा देखाउँछु नि भाइ पिलासले उल्टो काट्छ अघि त सुटुकै गरिहाल्नु हैन छिटो न आयो के गरेको भाइ माथि के गरेको भाइ माथि होइन हाम्रो चाहिँ जिन्दगी अरे सुजन दाइको क्यामेरा चाहिँ आज माथि म हिँडे पुग्छ हजुर खै त्यो धेरै बिरालोले मुसा मार्दैन रे भन्ने त सुनेको थियो खजको भइरहेछ आज त जस्तो लाग्यो हिँडे पुग्दैन नि त्यो आज भाइ कति कपडा हाल्यो यहाँ मलाई 60-40 हुनु पर्यो नि तिमीहरूसँग कपलर कपलर पनि के गरे यो भुन्देला बेची खान्छ कि इन्दल त कपलर अनि के हुनु पर्यो नि त 8 हजारको भिजा चाहिँ भोक कपलर ल्याएको 60-40 को त मजा हुन्छ काम छ पुग्दैन यो बेर पनि छैन फङ्सन हान्छ होला यसलाई नै 60 तल हिलेमा सबैभन्दा धेरै कपलरहरूको धनी मान्छेलाई चाहिँ त्यो बेचेर खान्छ भन्नु कति ए त्यसमा पुग्छ
प्लस 4 छ भने चाहिँ पुग्छ पावर कति छ र यहाँ प्लस 4 अनि हिलेको सबैभन्दा कपलरको धनी मान्छे त्यो हो भन्दा म। पुग्छ न त नि ला के गरे अहिले मेसिनै बिगारे के हाम्रो हान्नु जान्न भने चाहिँ भन है बिलो ताले मजा हान्दैन मैले यो सबै कोर टु कोर एउटै कपलरमा हान्नु खोजेर त बिर्सेर तपाईँहरूको गफै गफमा एउटा मात्रै हानी पठाएँ क्या सबै पो रहेछ जाँखा एउटा मात्रै हानी पठाएँ क्या मैले यो पिलास चाहिँ कसको हो यो चुवाचेको नि यो त सिस्ने खोला होइन लुङदाङ खोला कटाएर त्रिवेणी जस्तै छ त्यस्तै छ काट्दै काट्दैन मैले वास्तवमा गर्नु चाहिँ के खोजेको थिएँ नि तपाईँहरूलाई होइन होइन ओइ यसो गर्न एक नम्बर कुन पाउ ठेर न तपाईँ बसेको तार दिनु त मलाई 3 नम्बर मात्र ठिलेछ त्यसले भुल्टुङले उहाँ एकतिर उहाँ के पारी पठाइसिनु एक नम्बर ठिल्नु पर्यो नि त 13 नम्बरको 1 नम्बरमा चाहिँ किन खेल्नु पर्यो 6 नम्बर तिमीहरूको भनेपछि 1 नम्बरमा चाहिँ किन खेल्नु पर्यो सब हान्छ नि ए लर नै लर अरू त कोटुकोर हान्दैन अनि त्यही कोटुकोट हान्नुलाई चाहिँ यसो गर्नु खोजेको थिएँ कि वास्तवमा मैले यत्रो छिल्ला हुन्छ बिर्सेँ रबिन सर यत्रो छिल्ला हुन्छ यो त उयो हो नि त ड्रप भएर भन्ने हो त्यो लामो भयो भयो यत्रो काटिँदैन हौ त्यो काटिँदैन अनि म त साह्रो रिस उठ्यो अनि भेन्डीलाई लु त भाइ भनेको त उसले नि कहाँ छ बेसी कोर्सर तन्किन्छ अझ नि तिनीको छिरोले ल्याम्ले हो नि यसरी हान्नुपर्छ केटाहरूलाई सिकाउनुपर्छ र मैले बच्चाहरूलाई हिजो अस्ति सिक्दै आएको छ ए यो त्यो कहाँ यहाँ माथि हो दाइ सिलिक हाल्नुपर्छ पहिले सिक्दै हाल्यो हालेको मैले अघि तीनवटा एउटै सिलिकमा हानिदिउँ भनेको कि ठिक हो नि मेरो त हाम्रो दुःख यस्तै छ एकछिन म गएँ ठिक गर्नु ठिक गर्नु कट्टै मारेको छु खिच्नु दामी नै खिचेको भए तिम्रो थुतु नै पल्लाडेको त विनोद ओइ यहाँ आइज त यहाँ तार सुझा त